बुवा, आज माघ 14 गते हजुरको स्पेसल डे हो नि। त्यसैले त फेरि हजुर मेरो सपनामा देखा पर्नुभयो। त्यो सपनामा त्यत्रो मासमा त्यत्रो आफन्तीको अगाडि पनि हजुरले मलाई मेरो नाम लगेर बोलाउनु भयो। तर आज यस्तो भएको छ है भन्नुभयो होइन। मैले के पनि बोलेन के बुवा, मैले टाउको मात्रै हल्लाएँ हजुरको अगाडि। आइज त एकचोटि तेरो नाडी समाएर म तँलाई फुकिदिन्छु, सबै सन्चो हुन्छ तँलाई भन्नुभयो। हुन्छ भनेर म हजुरको अगाडि गएँ। तँलाई यस्तो यस्तो हुन्छ है भन्नुभयो। मैले हुन्छ भने हजुरले मेरो नाडी समात्दा मेरो शरीरभरि काँडा फुलेको थियो बुवा। हजुरले मलाई फुक्नुभयो र म चिच्चाएँ कराएँ। त्यो फुक्ने क्रममा मैले अनि हजुरले भन्नुभयो कि त बाँचुन्जेल मेरो आशीर्वाद तेरो शिरमा छ भनेर भन्नुभयो। मसँग बिउजी होइन। मलाई रातभरि निन्द्रा लागेन बुवा। त्यसपछि मैले सब रिसर्च गरेँ, के हुन्छ होला यो नाडी समात्दा फुकिएको देख्दा भनेर रिसर्च गर्दाखेरि चाहिँ हजुरले त मलाई अलौकिक शक्तिको आशीर्वाद दिनुभएको रहेछ। म एकदम खुसी छु बुवा। हजुरको सदैव यही आशीर्वादको अपेक्षा गर्दछु। म एकदम खुसी छु। बिहानै उठेर मैले हजुरलाई पानी दियो बालेर हजुरलाई प्रार्थना गरेको छु। हजुरको आत्माले शान्ति पाओस् बुवा, म एकदम ठिक छु भनेर हजुरसँग मैले प्रार्थना गरेको छु बुवा। सधैँ हजुरको हात मेरो शिरमा रहोस्। आई मिस यु बुवा।